वेलकम ब्याक गाइज। आज चाहिँ हामी छौँ रेन्डम ब्लग। यो चाहिँ रेन्डम ब्लग। हाम्रो कहाँ जाने प्लान केही भएको छैन। हामी चाहिँ जानको लागि रेडी छौँ। धेरै घाम छ, धेरै घाम। हाम्रो चाहिँ कुनै डेस्टिनेसन छैन आजको लागि चाहिँ कहाँ जाने भनेर। हामी चाहिँ बाटोमा निस्किसकेको छौँ हैन त। यस। अब हामी चाहिँ हाम्रो कुइरेनी दिदीलाई लिन जान्छौँ। बहिनी कहाँ जाने हो र हामी? नो आइडिया। हेरौँ कहाँ पुऱ्याउँछ त्यहीँ जाने अब। भाइ कहाँ जाने हो र थाहै छैन है। ल गाइस लेट्स सी। हामी भेला भइसक्यो। हाम्रो यी कुइरेनी दिदी पनि हुनुहुन्छ यहाँ साइडमा। अब कहाँ जाने हो, अब कहाँ जाने हो दिदी भन्नु त। मलाई त आएन, तिमीहरूले जलाउने त्यही जाने। डेस्टिनेसन बिनाको यो यात्रा हो। हामी चाहिँ एकदम गर्मी भएर चिसो चिसो लिन गएको। चिसो खानु बहिनी। हामीले यो निकालेर गल्ती गरेछ नि बहिनी। यहाँ राख्यो भने त चिसो ल्याउ चिसो। One more. Am I bartender? One more please. यसको उ गए अघिको ढुन्डाइदिन्छु क्या मलाई। Anything else? Habibti. चिसो हान्नुपर्छ अब। हाम्रो लास्टै गर्मी छ लास्टै। खोल्दै त लौ। छेक्यो त होइन यो त भित्रै हुने रहेछ कोरोना त। ए अब लाउँछ। भाइको लागि चिसो लिन जाम है अब। बाबाले बकालामा रोप। त्यही भएर ऊ वाला आइस पनि लिनु ल प्लिज, यहाँ आइस राख्छु भने। ओए झरेका दाँत। Cheers. खै भाइलाई पनि यार Cheers. मेरो बाबालाई मैले दिन्छु भयो नि। बाबालाई अलि खुवाउनु होला क्या फेरि। बाबालाई खुवायो भने अलि हामी पनि गब्बा गन्छ। यो राख्ने हो कहाँमा चिसो आउँछ। राख। चाइनिज हो दाइ, चाइनिज। निक्सनलाई भेट्न आएको हामी त। साथीहरूलाई भेटिसक्नु भयो। जाम भेट्नु तल जाम। जाम न बन्द गरौँ। तिम्रो ड्युटी सक्यो? ए त्यसको टाइम नै आइपुग्यो सामने भयो। अनि इन्ट्री गराइदिनु। वेलकम छ, वेलकम। वेलकम टु हाम्रो दाइको ब्लगमा। दाइले चाहिँ अब हामीलाई सवारी गराउनुहुन्छ अरे यहाँ। दाइको फेरि खतरा छ है गाडी। BMW फ्लप खाइदिन्छ नि फेरि। ल म त्यसो भाइसँग बस्छु, दिदी र बहिनी। ल दिदी पुरै फ्रेस एयर आउँछ कि यो BMW फ्लप खाइदिन्छ है यो गाडीले चाहिँ गाइस।
ल हाम्रो सवारी भइसकेको छ टुकटुकमा अगाडिको बहिनी हान्ने हो कि घुम्न जाने हो घुम्न जाऊँ पहिला घुम्न जाने दाइ चाहिँ आजको हाम्रो गाइड खतरा सवारी गराइदिनुहुन्छ अरे दाइले ल सफल भाइ त कहाँ हो आज बिहान कता गएको थिएँ बियर खाने हो हजुरहरूले अहिले यसो ताक्नु पर्ला एउटा यसो भन्नाले पहिला उयोदेखि दिएको मैले जाम अहिले बन्द हुन्छ कि आज त छिटै बन्द ए यो त हो के मैले Oh my God. काम गराउनु भाइसँग काम भन्दाखेरि दिदीलाई छोडेर मेरो हिन्दीलाई बल्ल सास guys. सित्तैले लाग्ने यहाँ त यहाँ यो उयो उनीहरूको त सिस्टम हुन्छ मलाई के त्यस्तो गर्मी लागेन हौ यहाँ त आउँछ अघि त हामी त मर्न लाग्यो त्यहाँ गाडीमा त ट्रेनिङ एरिया ट्रेनिङ एरिया बस खेल्नुभन्दा अगाडि यहाँ ट्रेन गर्छ सुरुमा यसो हात तताउने बल्ल जाने यहाँ चाहिँ यहाँ त्यो के अरे दाइ भन्नु नि हामी चाहिँ गल्फ सेक्सनमा आइसकेको छ यहाँ ट्रेनिङ गर्ने मलाई चाहिँ हाम्रो दुईजनै दिदी हुनुहुन्छ हामी आउन के खाने गेस्टहरू छ मनी कोल्ड बहिनी Can I have you? Thank you. ओ बहिनीको चिसो दिदीको चिसो नै हाम्रो बाटोमा खाएर आएको अनि मेरो चिसो अनि मेरो चिसो अरे ल जाउँ अब चाहिँ सर र हामी घुम्छौँ पुरा यो हिल एरिया घुम्छ अब हामी सर धन्नै लटी यार चल्देको BMW हो कि हाम्रो घुमाइ चाहिँ हरिब भइरहेको छ अहिलेसम्म बुस्कालिटाको भ्यू आउँछ अरे अब अगाडिबाट अझै अगाडि छैन होला प्याक छैन होला यिनीहरूको कहिले कस्तो त्यो पार्टीहरू गर्न आउँछ नि फार्म हाउस जस्तो हो कि यिनीहरू एक सेक बनाउँछ कहिले कस्तो अब बिएसए गराउने भयो हजुर वाउ के भन्छ गरे त्यो मलाई यस्तै चाहियो अघि यता बसेको है भ्यू यता आयो म अहिले यता बसेको यता मेरोबाट त चेक भाइ यिनीहरू साँझ खेल्दैन हरिण देखे भागो कहाँ उ यतातिर हो र अन्य होइन कस्तो राम्रो जुनमा जुनमा के अरे स्न्याप सुरङ्गी पनि कति धेरै रहेछ त यहाँ बर्ड्सहरू हेर न है
यो चाहिँ हान्दैछन् गल्फ यो पनि तर हैन यो यो उसो यो बटाई बटाई हो बटाई हो नि यो बटाई तर ए भाइ तिमीले त यहाँबाट त साँझको उस लगेर गए नि हुने रहेछ त सब्जी मिल्दैन होला नि कहाँ मिल्छ यिनीहरू बाटो पनि हुन्छ नि यसरी मुस भएकोहरू घरमा पालेको भन्दा यिनीहरू यहाँ त स्यालहरू पैसा पनि हुन्छ यहाँ अब फुल हुन्छ यो पानी विन्टरमा हजुर वाउ बेबी अरे बच्चा आइछ यो यहाँ तल आयो गाडी गर्छ नि वाउ राम्रो माछा धेरै गरेर बिचहरू हाल्यो त्यहाँदेखि सनसेट पनि दामी देखिन्थ्यो त के मजा आउँछ होला है भाइलाई तर काम गर्दा त मलाई जहिले हेर्ने झ्याउ लाग्छ यहाँ अर्को ठाउँ लाग्ने माछाहरू यहाँदेखि देखिन पर्ने यो कस्तो इत्र बेबी के त्यो के उसके नदीमा पकाउने पोरो है पानी तर कालो सबैको फोटो हामीले चाहिँ यहाँदेखि खोजिदिनु क्या पर्छ न यहाँ कति ठुलो रहेछ भगेर छ र यहाँ भगेर त गइसक्यो बन्द भइसक्यो त्यतालाई राख्छु भन्दै फेरि अब ढिलो भन्छ हाम्रो वासरुम जान्थे वासरुम जाने उता लेडिज वासरुम उता साइड मारियोसँग गफ हान्दा थिएँ भगिराज दाइले अहिले को वासरुम जाम ल अहिले म कता बस्नु पर्यो यता के त अहिले पछि आएन भने दिदीसँग बस अब त म चलाउँछु होला हाम्रो चाहिँ यहाँ टिकटक कार्यक्रम भइरहेको थियो अब लगभग इन भइसकेको छ अब चाहिँ जानुपर्छ 7टा डरायो जुम गरेर डरायो बिचरा हात कति धेरै पच्चो रहेछ फेरि यो हरिण त सेतो सेतो छ त हेर्ने हो आइल्यान्ड जस्तो हुँदैन अरे कि यिनीहरूको वाउ यो चाहिँ राम्रो छ न हामी चाहिँ फर्क्यौँ राति नै भयो हामी फर्किँदा चाहिँ हाम्रो चाहिँ आजको भिजिट चाहिँ यहाँको इन्ड भइसकेको छ
उयो बोल्नु त अझै गर्दैछ त हाल्दै मान्छे भाइ अझै मान्छे छोटो खानुमा ए त्यहाँ त सबै छ एउटै खानु यो बन्द हुने रहेछ जम 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 के गरेर जाने हो हाम्रो टुर चाहिँ इन्ड भइसकेको छ यहाँ चाहिँ अझै पनि एक एक प्याक हान्ने हिँड्ने ल फेरि नेक्स्ट प्लानिङ भन्दै हुनुहुन्छ भाइले उस छ न मजिदो सुसु खाऊ न मलाई के खानु म त बिर्से खानु ओ खानुपर्छ है दिदी खानुपर्छ त्यसो त नजाम दाइलाई भेटु बहिनीले पनि खाँदैन यो दुईजनै कस्तो भएछ बहिनी खाने हो फेरि मैले खाँदैन आफै भन्दैछु खाने हो हेरौँ सिचुएसन हाम्रो चाहिँ गर्मी छ है कति 7-8 महिना 8 महिना जति भयो कुन फ्लोरमा हो फर्स्ट दाइलाई सपोर्ट हान्दिएको बहिनीले त सपोर्ट नै गर्छ भाइको पछि पछि हेर्नु सबै दाइ त अब बनाउने के हो घरि त हामी दाइ चाहिँ माथि हामी बारमा गएर यता बस्नु हो लाइभ म्युजिक दाइ Someone told you life was gonna be this way. That's why if you sit out in the land. Now I feel America, never gonna stop tonight. If you're thinking about my baby, it doesn't matter if you got no why. And you can't, and you give yourself away. अहिले चाहिँ हामी छौँ ब्लक बुकमा लाइभ सेसन चलिरहेको छ Cheers. Whatever we can to get the reason there. Please don't अब लाइफ चाहिँ सकिसकेको छ अब चाहिँ दुईजना दाजु भएको चाहिँ लास्ट हामी राफ्टिङ त्यो ठाउँमा गएर एकदम यस्तो भएको थियो त्यहाँ जाँदा पनि हामी धेरैजना थियो हिसाब गर्दा त 1500 प्लस हामी कि बिल है यस त्यो महँगो है 1 more 1500 175 वान मोर भन्दै हुनुहुन्छ है तर realize people didn't surprise me hiding somewhere in don't stop believing. नेपालीहरूले अलि मान्छ नि त हामीले पो नमान्छ ए मलाई त मन पर्दैन नि यो यो चाहिँ हाम्रो सोल्टी बारटेन्डर सोल्टी यहाँको सबले फलो र सब्स्क्राइब गरिदिनु होला
बल्ल यति पुगेको छ अर्को आइसकेको छ फेरि फुल भाइको पनि फुल आइसकेको छ फर्स्ट पाइन्ट है You want pressure भन्ने भइहाल्यो हजुर Welcome back again. Oi. के जान सक्यो ओए सिधा ल हामी चाहिँ निस्किन लाग्यो सकिसक्यो सामान जोगाउने मान्छे चाहिँ म हो जतन गर्ने मान्छे दाइले बिर्सेको देखेर मलाई रिस उठिसक्यो क्या मेरो बाबादेखि रिसिँदा छैन तर दाइदेखि बिर्सिँदैछ दाइले बिर्सिँदो रहेछ तर बिचरा ल सकिसक्यो हाम्रो अब जानुपर्छ ल अब यहाँ दुबईबाट अलिन जानुपर्छ धेरै टाढा छ ल रमाइलो भयो बाई थ्याङ्क यू सो मच ल बाई ल ओके बाई फोकटमा ब्याट्री मात्र सक्छ रियल ग्याङ्स्टर कहिले इन्टरनेटमा हक्छ खोला सोला छोड्दै यो तमिलीमा पनि बस्छ ल हामी चाहिँ अहिले चाहिँ काइट बिचमा छौँ पार्किङ नपाएको अवस्था सबै प्याक छ एकदम फुल सब गाडी नै गाडी 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 यो लेट्स सी अब के हुन्छ पार्किङ भेट्छ कि नै He's going. कस्तो छ अनि अवस्था अवस्थाले ल फाइनल्ली हामीले पार्किङ पाइसक्यो जुमेरा काइट बिचमा आइसकेको छ हामी You're gonna add one more. You're gonna hide one. Yeah, if you have one more, you will be like Ritik Roshan. ल अबे Don't cry. Don't cry. Don't cry, bro. How are you, sister? I am blind sister. Sister त पुरा कुन मुनमा ल फाइनल्ली आजको ऱ्यान्डम ब्लगको एन्डिङ चाहिँ कहाँ पुग्यो भन्दाखेरि अब यहाँ जुमेरा बिचमा आएर नुहाउने कुरा भइरहेको छ यहाँ भाइ सर्ट दिन्छौ मलाई स्विमिङ गर्ने कुरा भइरहेको छ अघि म देखेँ के कसैलाई बाहिर बाहिर तिमीले बालिरहेको तपाईँको मलाई बालेको एकछिन তুমি कसले दियो त मलाई बिच ल फाइनल्ली हामी चाहिँ बिचमा इन्ट्री भइसक्यो यो